ल साथीहरु आउनुस् एउटा मजेदार भिडियो हेरौं। यो दाइ सायद झापा क्षेत्र नम्बर 5 कै हो जस्तो लाग्छ मलाई हैन। केपी ओली र केपी ओलीको छाउराहरुलाई मज्जाले दनक दिनु भएको छ। हो यसरी हो नि जवाफ दिने। अब जनता जागिसकेको छ। केपी ओलीले र केपी ओलीको छाउराले बुझ्न जरुरी छ। अब यिनीहरुलाई अब आउँदो चुनाव जित्न एकदम मुस्किल पर्नेछ र यो भिडियोमा सही कुरा भन्नुभएको छ दाइले। सही कुरा उठाउनु भएको छ। हो जनताले यसरी नै कुरा उठाउँदै जाने हो भने यी भ्रष्ट र दलालीहरुको दिन अब धेरै दिन बाँकी छैन। अब सबैजना यसरी नै सचेत हुँदै जाने हो भने चाहिँ यी छिटै पतन भएर जान्छन् र छिटै जेलमा हुन्छ। ल है साथीहरु भिडियो पुरा हेर्नुस्, लाइक गर्नुस्, शेयर गर्नुस्, कमेन्ट गर्नुस् र साथै हामीलाई टिकटक, युट्युब र फेसबुकमा फलो गर्न समेत नबिर्सनु होला है। यो मुला केपी ओलीका झोलेहरूले अहिले फेरि फेसबुकमा छ नि, उही पहिलाको झोले अभियान जस्तै जोगाउँ देशको अस्तित्व अब केपी ओलीको नेतृत्व रे। खायो तिमीहरू मुलाहरू, जोगाओ मुलाहरू। सिंहदरबार, सर्वोच्च अदालत, सब संसद भवन, सारा त्यत्र हाम्रा संरचनाहरू जोगाउन नसक्ने पिलन्दरे आफै हेलिकप्टर चढेर भाग्ने कायर मुलाहरू अब देश जोगाउने तिमीहरू पत्याउँछ हामीले? लाल लाग्दैन? केपी ओलीले देश जोगाउने आफ्नै ज्यान जोगाउन नसकेर, आफ्नै ज्यान जोगाउन, रिपिटेड ए झोलेहरू सुन मुला, आफ्नै ज्यान जोगाउन नसकेर बालुवाटा